यो वाट गाइस पछि चाहिँ यो नयाँ उद्योग लिएर हैन मैले चाहिँ भिडियो मिस नेपालले मलाई के भनेर पढाएर रहेछ अनि मैले त्यहीको रिप्लाई दिन आएको हैन यहाँ हेर्नु है भिडियो हेर्नु मिस नेपाल र मेरो 1 युन कस्टमर गरे अनि त्यहाँ डाउनलोड न यो चाहिँ मेरो भिडियो हो गाइस हाम्रो के भन्नु हेर्नु अब के हो यो अब न्यू कन्ट्रोभर्सी स्टार्ट भयो अब हाम्रो हामीसँग 3 5 छ अनि के देखाएर हेर्नु त्यो बर्थडे एउटा मर्नु अब अरूको कन्टेन्ट चलेर आफ्नो अकाउन्टमा त हाल्दिन नि लाइक तिनीहरू अब यो कन्टेन्ट चोरे कि गाइज अब जे भाइरल छ नि त्यही हाल्ने होइन त भने कस्तो साइको कुरा गर्छ यो मान्छे पागल जस्तो कुरा गर्छ क्या आफू पागल जस्तो कुरा गरिरहेको गाइज अनि यहाँ आफ्नो भिडियोलाई पो भाइरल बनाउने अर्को भिडियो चोर्नु पर्छ भने आफ्नो भिडियो बनाउनु पर्दैन फेरि अर्को भिडियो चोरेर हाले त्यस्तो हुँदैन नि त आफ्नो भिडियो बनाउनु पर्छ नि त राम्रो अर्को भिडियो चोरेर हुँदैन साला बट थाहा छैन यार गु जस्तो भिडियो हाल्छ आफूले चाहिँ होइन मैले चाहिँ गु जस्तो भिडियो हाल्ने रे आफू चाहिँ अरूको उयोले गरेर हाले अर्को लिएर हाले मलाई सिधै दोष त्यस्तो कहाँ हुन्छ त यो त हेर्नु गाइज के भन्नु के को भिडियो हाल्छ कन्टेन्ट चोरेर दिन्छ ल जे भाइरल यो कन्टेन्ट चोरे होइन त के हो त्यही हाल्ने होइन हेर्नु न ल गाइस आफ्नो कन्टेन्ट भन्दा आफूले बनाउने अरू कन्टेन्ट अब टिकटक स्क्रोल गर्दै मलाई यो भिडियो राम्रो लाग्यो नि यो हाल्ने भने त गाइस मलाई हल्का राम्रो लाग्यो अनि आउँछ होला भ्युज भनेर हाल्यो भने मैले नि एउटा यो राम्रो भयो नि त्यस्तै गरी आफ्नो भिडियो राम्रो बनाउनु पर्छ यस्तै गरी अरूलाई अर्को भिडियो चल्नु हुँदैन यो हो भने जहिले पनि किनकि आफ्नो भिडियो यस्तै राम्रो बनाउनु पर्छ भनेर मैले टिकटकमा स्क्रोल गर्दै आयो त अनि मलाई राम्रो लाग्यो म हाल्छु नि अब के कपी क्याट भनेर यहाँ हेर्ने हेर्नु गाइस त के भन्नु मिनिसन फ्ल्यास गेमलाई गु हेर्नु गाइस मैले यस्तो वर्ड गरे त के भन्नु अब फेरि यो सबै आफ्नै कन्टेन्ट हो मेरो आफ्नो भिडियो भन्नु गाइस त के भन्नु मिनिसन फ्ल्यास गेमलाई हेर्नु गाइस मैले सबै यो सबै आफ्नै यसको च्यानल त मैले बनाइदियो सबै आफैले गर्दै अरे यो त्यही खायो आफै बनाएर पहिला भने तिमी भने पहिला बनाएको क्या मैले त्यसो भन्ने अब त थाहा हुँदैन यो त मलाई राष्ट्रिय यो त भएन यो म कपिराइट हान्दिने यो यहाँ रुकिन गाइस यो छ नि यो हाउ टु यसलाई यता के पो छ त यहाँ कता गयो अछि यो छ त यो चाहिँ यसले के गरे कपी गरे हैन यो गाइस म लाइभ प्रुफ देखाइदिनु कसम म लाइभ प्रुफ पनि देखाउन सक्छु अहिले लाइभ प्रुफ म देखाइदिन्छु म एडिट गरेर आफै एडिट गरेर म देखाइदिउँ कानमा म एडिट गरेर लाइभ प्रुफ देखाइदिन्छु म तपाईहरुलाई हान्दिन ल म लाइभ प्रुफ देखाइदिन्छु ल मलाई कम सम्झ्या कन्ट्रोभर्सी स्टार्ट न्यू कन्ट्रोभर्सी स्टार्ट यो मेरो भिडियोहरु हो काफी ल मेरो भिडियोमा आइसक्यौँ ल हामी लाइभ प्रुफ हेर्छौँ कसरी मैले बनाएको हेर्नु ल मैले पुरै आफ्नो बनाएन यो मैले बनाएको सरको बारेमा भन्दा ल कपी अरूलाई कपी हालेर दिइस युट्युबर यु क्यान मेक अकाउन्ट ल यो मैले आफै गरे नि त यसो यो चेन्ज हान्ने फेरि नयाँ बनाउने के गर्ने भनेर पुरै मैले गरेर हो अझ अरूले
आफूले चाहिँ अर्कोले गरिरह नि ल इस ल अनि फ्री फायरमा सबै भन्नु ल के भन्नु के ल म्युजिक डाइजेन्सी यो म्युजिक मेरो उयो नगर हो मेरो त उयो भएर हो नत्र म के भन्नु अब भन्यो भने रिसाइहाल्छ अब त्यसको च्यानलमा जाऊँ न जस्तो निशान फ्ल्यासको जाऊँ न ल एकछिन यस मिस यो हेटर्सहरूले अब हजुर बोके हुन्छ झोला कमब्याक भने कस्तो हुन्छ माथिदेखि छोला बार्सिलोनालाई के छ ठानेको देखिस् होला नि गोल हानेको दुश्मन हेरेको हेरे यो पनि कपी गरे हो तर म बार्सिलोनालाई रिस्पेक्ट गर्छु तर यो चाहिँ कपी गरेर हुँदैन नि यो त कपी गरेकै हो के अब फेस देखा आफ्नो के भनौँ सक्यो के भनौँ अब छोडिदिनु अब हेरौँ ल त्यो भिडियोमा जाऊँ यो भिडियो पनि मलाई कन्टेन्ट चोर देश छोड मेस नेपाल देश छोड साला कहिले कन्टेन्ट चोर्या मैले कहिले कन्टेन्ट चोर्या अब भिडियो हेरिहाल्छौँ अब के भन्नु हो गाइजहरू मलाई कन्टेन्ट चोर भने यस्तो हेटर्सहरूले अब हजुर बोके हुन्छ झोला कमब्याक भने कस्तो हुन्छ माथिदेखि छोला अरे यस्तो बार्सिलोना तर यस्तो म कपी गरेर हाल्दिनँ नि त हेर्नु के भन्नु मेरो अहिलेसम्म के कपी गरे त्यो एउटा भिडियो पनि त्यो उयो गरे होला केही यो एउटा यो मलाई आफै बनायो तपाईँ देखिहाल्नु भयो के भन्नु अब जान्नु अब कन्ट्रोभर्सी स्टार्ट भइहाल्यो अब जे भने पनि हुन्छ अब हामी म गएँ बाई बाई टेक यू सी बाई बाई